नगरवासीहरूलाई काममा व्यस्तता बनाएर विदेश जानबाट रोकी नगरपालिकाको आर्थिक विकास आर्थिक समृद्धि गर्नका लागि चाहिँ मेयर उद्यमशीलता कार्यक्रम सुरुवात भयो। हामीले 2 आवामा गरेर करिब 650 जनालाई तालिम दिइसकेका छौँ। यसमा नगरपालिकाले सहुलियतपूर्ण कर्जा प्रदान गर्छ। महिलाको हकमा चाहिँ बैंकको ब्याज दरमा 6% नगरपालिकाले तिर्ने र पुरुष उद्यमीको हकमा चाहिँ 5% चाहिँ नगरपालिकाले शोध भर्ना गरिदिन्छ। त्यसको लागि चाहिँ हामीले ग्लोबल IMF बैंकसँग सम्झौता गरेका छौँ। एक्सन नेपाल DCA-बाट चाहिँ तालिमको पाठ चाहिँ उहाँले सम्हालिदिनु भयो भने हाम्रो मेयर उद्यमशीलताको कार्यक्रममा सहुलियतपूर्ण कर्जा पनि उहाँलाई चाहिँ उपलब्ध गराउने कन्सेप्टबाट चाहिँ अगाडि बढेको। बुवाहरूको पालादेखि नै 2-3वटा भैँसी त पाल्दै आइरहेको हो। सामान्य घर खर्चको हिसाबले गर्दै आइरहेको थियौँ। मेयर उद्यमशीलता तालिम भन्ने आयो, त्यसमा हामी पनि जोड्यौँ। हामीले भैँसी खरिद गर्न पर्दाखेरि पनि सरसाफा गरेर गरिन्थ्यो। त्यतिखेर महँगो ब्याज थियो। हामीलाई गाउँमा तपाईँको वार्षिक 24% पर्छ हजुरको। तालिम पश्चात चाहिँ हामीलाई तपाईँको सहुलियत कर्जा भनेर आयो हजुरको। वास्तविक व्यवसाय गर्ने किसानको लागि चाहिँ एउटा एकदम राम्रो प्लेटफर्म छ। अनि यो सामान्य एउटा बाख्राको खोर थियो। बाख्राको खोरलाई चाहिँ तपाईँको त्यो भैँसीको खोरमा हामीले परिणत गऱ्यौँ। सम्भवतः तपाईँले अब लगतै मलाई एउटा सानो डेरी व्यवसायहरू पनि देख्नुहुन्छ। अब भइपरि आउँदाखेरि भैँसीहरू अब मर्न सक्थ्यो। त्यतिखेर हामीलाई इन्सुरेन्सका कुराहरू केही नै थाहा नि थिएन होइन। वास्तविक नाफा नोक्सान छुट्याउने कुराहरू तपाईँको कतिजनाले हामीले खटेका छौँ। उहाँहरूको तलब छुट्याएर अझै सिस्टमेटिकसँग जान चाहिँ तालिमहरूले टेक्निकल कुराहरूमा हरेक कुरामा सपोर्ट भइरहेको छ। छोराले गरेको काममा हामी धेरै गौरव खुसी भइरहेको छौँ। बासुले त यसरी पालेर यसरी सफल त भएर आज यस्तो भयो अरे हामी पनि यसो गरौँ है भनेर अरूलाई पनि जागा होस्। आज मेरो छिमेकी देवर बाबु विदेश जानु हुँदाखेरि आज असारमा जानुभएको मान्छेको आज भोलि लास बाकसमा आउँदाखेरि सबैको छोराको प्रगति नेपालमै देख्न पाइयोस्। नेपालमै म गर्छु, गर्नुपर्ने उन्नति नेपालमै गर्छु भन्ने होस्। फागुन जब लाग्दै जान्छ तब पानी त ट्याप्राक्टुप्रु भएर हामीलाई त एकदम अभाव, पानीको अत्यन्तै अभाव हुन्छ। त्यसपछि हामीलाई एक्सन नेपालबाट संस्था अनुभव उहाँले सोध्नुभयो हामीलाई पानीको विकल्पको रूपमा के गर्न सकिन्छ भन्दाखेरि यहाँबाट लगभग तपाईँको 300 मिटरको हाराहारीमा मेरो खेत छ नजिकै। त्यो ठाउँमा चाहिँ यिनीहरू खनेर चाहिँ रिङ हालेर कोसिस गरेका छौँ र उहाँले हामीलाई सहयोग गर्नुभएको छ। पछिल्लो समय हामीले इफोर्ट प्रोजेक्ट अन्तर्गत नीलकण्ठ नगरपालिकासँग समन्वय गरेर चाहिँ मेयर उद्यमशील कार्यक्रम मार्फत चाहिँ जोडिनु भएको उद्यमीहरूको लागि चाहिँ यो एक्सेस टु फाइनेन्स र उहाँहरूलाई चाहिँ अलिकति क्लाइमेट रेजिलियन्ट एग्रिकल्चर फार्मिङमा नि उहाँहरूको नलेजलाई चाहिँ इम्प्रुभ गरौँ भनेर चाहिँ हामीले नगरपालिकासँग साझेदारीमा चाहिँ एउटा सानो पाइलट चाहिँ हामीले नीलकण्ठ नगरपालिकामा गर्दैछौँ। जस अन्तर्गत हाम्रो नगरपालिकासँग साझेदारीमा चाहिँ हामीले 49 जना साना उद्यमीहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो व्यवसायहरू गर्दै गर्नुभएको छ। लक्ष्मी कुमाल भन्ने उद्यमी हुन्छ जसले चाहिँ आफूले जानेको सिप र त्यहीसँग जोडिएको व्यवसाय गर्नुभएको छ। अहिले कुखुरा पाल्नु भएको छ। 200 वटा कुखुराबाट आफ्नो व्यवसाय सुरु गर्नुभएको। अहिले उहाँले चाहिँ अब आफ्नो फार्ममा अहिले गएर हामीले हेऱ्यो भने 700 भन्दा बढी कुखुराहरू गरिरहनु भएको छ। एक्सन नेपालले पनि तालिमको अवसरहरू दिनुभयो होइन, राम्रो ज्ञानहरू दिनुभयो। तालिम मात्रै होइन क्या, तालिममा उहाँ एउटा हलमा राखेर मात्रै सीमित गराइदिनु भएन क्या, उहाँहरूको घरमै गएर चाहिँ क्या एउटा सल्लाह दिइराख्नु भएको छ क्या। हामीले तालिम दिएको कुराहरूलाई चाहिँ युटिलाइज गर्नुभएको छ कि छैन भनेर चाहिँ उहाँहरूले चाहिँ निरीक्षण गरिदिइराख्नु भएको छ क्या। अहिले चाहिँ म जियो कृषि एप चाहिँ धेरै हेर्ने गर्छु होइन। मौसमदेखि लिएर तपाईँको कुन मौसममा कस्तो हुन्छ होइन त्यो कुराहरू सिक्ने मौका पनि पाएँ र त्यो सँगसँगै उहाँ अरूलाई पनि सिकाउँछ है यो मौसममा चाहिँ यस्तो हुँदो रहेछ, यसरी हामीले गर्न जानुपर्छ है भन्ने कुराहरू पनि गरेँ। अनि त्यसपछि अब लोन तिर्नको लागि मैले 1 दिन बिताएर आउनुपर्छ क्या। मेरो मासु पसल पनि छ, म भेटनरी पनि हो होइन। अहिले चाहिँ मोबाइल ब्याङ्किङबाट नै लोनहरू तिर्ने काम गरिरहेको छु क्या। हिजो मैले 200 कुखुरामा मात्रै मेरो जीविका पार्जन चल्ने भयो भने त म किन गर्थेँ, त्यहीमै बस्थेँ नि त। आज मलाई त्यसमा चित्त बुझेन नि त। आज 700 कुखुरा पाल्न सफल भयो नि त। 5 वर्ष चाहिँ होइन, अब त्यो 1-2 वर्षमा चाहिँ 2000-2500सम्म चाहिँ कुखुरा पालिन्छ। एकजना बुद्धि प्रसाद गोलाकोटी भन्ने हुनुहुन्छ जसले चाहिँ विभिन्न देशहरूमा गएर रोजगार गरेर आएर पनि होइन अब मैले चाहिँ आफ्नै देशमा चाहिँ केही गर्नुपर्छ भन्ने लक्ष्यको साथ अहिले चाहिँ केमिकल फ्री प्रोडक्सनमा चाहिँ उहाँले काम गर्नु भएको छ। जसले गर्दा उहाँले चाहिँ टनेल बनाउनु भएको छ, त्यसमा चाहिँ उहाँले अर्ग्यानिक उत्पादन गर्नुहुन्छ, नजिकको मार्केटमा बेच्नुहुन्छ। मेरो उद्यमशीलको चाहिँ तालिमहरू आयो अनि त्यो तालिममा म सहभागी भएँ। मेरो त लगभग यसमा मैले पोहोर लगाएको टमाटर 1 वर्ष नै टमाटरै भइरह्यो। एकचोटि लगाएको टमाटर 1 वर्षसम्म नै त्यही फलिरह्यो कि। बेमौसमीमा मैले राम्रो पाएँ। मैले लगभग ग्रेडकै यहाँको 3500-3600सम्म बेचेँ मैले अरू मलहरू त्यति युरियाहरू एकदम युज गर्दिनँ। यो कृषिको लागि भनेर पानीको ट्याङ्कीहरू अब केही सामानहरू दिनुभएको छ होइन। देशको उन्नतिको लागि चाहिँ यो सबैले कृषि चाहिँ राम्रोसँग गर्दिन भने एक त आफ्नो देशको हराभरा सबै बढ्यो, आफ्नो कृषि चाहिँ भूभागहरू चाहिँ बँचिन पाएन, आफ्नो जीविका पार्जनै त्यसैबाट भयो।
नगरपालिकाले सञ्चालन गरिरहेको मेयर उद्यमशील तालिम अन्तर्गत हामी एक्सन नेपाल चाहिँ कसरी जोड्यौँ भन्दा उहाँहरूको उद्देश्य र डिसिए नेपालको उद्देश्य जुन एउटा चाहिँ ब्लेन्डेड फाइनेन्स भन्ने एउटा उद्देश्य थियो, इन्डिभिजुअल इन्टरप्रेनरसिप डेभलप गर्ने र उहाँहरूको जीविकोपार्जनमा काम गर्ने भन्ने हिसाबले हामीले सहयोग गरिरहेका छौँ। एप चलाउन सिकेका छौँ, जियो कृषिसँग पनि समन्वयन गरेर हामीले ट्रेनिङ दिइसकेका छौँ, बिजनेस प्लानको पनि ट्रेनिङ दिइसकेका छौँ। जति पनि युवा हुनुहुन्छ उहाँहरूलाई चाहिँ सहयोग गर्न पाउँदा हामी धेरै खुसी पनि छौँ।